स्वागत सबैजनालाई। आज हाम्रो दोस्रो भिडियोमा हामी कम्प्युटर इन्जिनियरिङको लोकसेवाको च्याप्टर 10 अपरेटिङ सिस्टमको 10.1 सब टपिकको प्रोसेस एन्ड थ्रेड भन्ने कम्प्लिट गरिसकेका छौँ र आज हामी सिमेट्रिक मल्टिप्रोसेसिङ र माइक्रो कर्नलको बारेमा हेर्छौँ। अब सुरु गरौँ सिमेट्रिक मल्टिप्रोसेसिङबाट। SYMMETRIC सिमेट्रिक मल्टिप्रोसेसिङ। सुरुमा त यसको ब्लक डायग्रामबाट सुरु गरौँ। ब्लक डायग्रामबाट सुरु गऱ्यो भने सजिलो हुन्छ। हामीसँग छ एउटा मेन मेमोरी, त्यसपछि यतापट्टि बस आर्बिटर छ, बस आर्बिटर भयो, बस भयो, त्यसपछि यो क्यास, यो पनि अर्को क्यास, यो पनि क्यास, यो आइओ भयो। त्यसपछि हामीसँग छ प्रोसेसर 1, प्रोसेसर 2, त्यसरी नै प्रोसेसर n। यो भयो हाम्रो सिमेट्रिक मल्टिप्रोसेसिङको ब्लक डायग्राम। अब सिमेट्रिक मल्टिप्रोसेसिङ भनेको के हो त? अब सिमेट्रिक मल्टिप्रोसेसिङ भनेको यस्तो टाइप कम्प्युटर आर्किटेक्चर हो। कम्प्युटर आर्किटेक्चर where two or more processors are connected to a single shared main memory and controlled by a single operating system instance। यो भनेको यस्तो खालको कम्प्युटर आर्किटेक्चर हो जसमा चाहिँ दुई अथवा दुईभन्दा बढी प्रोसेसर्स जुन चाहिँ आइडेन्टिकल छन्, आइडेन्टिकल प्रोसेसरहरू चाहिँ एउटा सिंगल मेन मेमोरी, सेयर मेन मेमोरीसँग कनेक्टेड हुन्छ र के हुन्छ, एउटै अपरेटिङ सिस्टमबाट कन्ट्रोल हुन्छ। माथि हामीले यसको ब्लक डायग्राम हेर्यौँ भने पनि यो एउटा सेयर मेन मेमोरी भयो र हामीसँग यहाँ तलपट्टि सबै के छ, सबै आइडेन्टिकल प्रोसेसरहरू छन् र यो सबै सिस्टम चाहिँ एउटा सिंगल ओएस इन्स्टेन्सबाट कन्ट्रोल छ भने त्यस्तो टाइप सिस्टमलाई चाहिँ हामी के भन्छौँ भन्दा सिमेट्रिक मल्टिप्रोसेसिङ सिस्टम भन्छौँ। अब यसमा के हुन्छ भन्दा सिमेट्रिक मल्टिप्रोसेसिङमा प्रोसेसर्स शेयर सेम आइओ बस और डाटा पाथ। सबै प्रोसेसर्सहरूले के गर्छ भन्दा एउटै आइओ बस र डाटा पाथ फलो गर्ने गर्छ। अब यस्तो सिमेट्रिक मल्टिप्रोसेसिङ सिस्टम्स are better suited for online। कस्तो सिस्टमलाई चाहिँ यो कस्तो खालको सिस्टमलाई चाहिँ बेटर सुट गर्छ भन्दा अनलाइन ट्रान्ज्याक्सन प्रोसेसिङ, जसले के गर्छ द्याट म्यासिभली इज ए प्यारलल प्रोसेसिङ सिस्टम हो in which many users access the same database in relatively simple set of transactions। सिमेट्रिक मल्टिप्रोसेसिङ सिस्टम्सहरू कस्तो खालको सिस्टमको लागि सुटेड हुन्छ भन्दा अनलाइन ट्रान्ज्याक्सन प्रोसेसिङ सिस्टम्स जसमा चाहिँ म्यासिभ प्यारलल प्रोसेसिङहरू भइरहेको हुन्छ, जबकि मल्टिपल युजरहरूले एउटै डाटाबेस रिलेटिभली सिम्पल सेट अफ ट्रान्ज्याक्सनबाट एक्सेस गरेर हुन्छन्। त्यस्तो केसमा चाहिँ सिमेट्रिक मल्टिप्रोसेसिङ सिस्टम युज हुन्छ। अब यो डिजाइन कसरी गरे हुन्छ त? हामीले अगाडि डेफिनेसनबाटै बुझिसक्यौँ। डिजाइन के हुन्छ यसमा, सेन्ट्रलाइज्ड सेयर्ड मेमोरी हुन्छ अन्डर सिंगल OS with two or more homogeneous processors। के भयो, एउटाभन्दा बढी होमोजेनियस प्रोसेसर हुन्छ, एउटा सिंगल अपरेटिङ सिस्टम हुन्छ र सेयर मेमोरी हुन्छ।
अब each processor has associated private high speed memory. हरेक आफ्नै प्रोसेसरको पनि एउटा प्राइभेट हाई स्पिड मेमोरी हुन्छ, त्यो भनेको के हो? क्याश हो। हामीले ब्लक डायग्राममा नि देख्यौँ त्यो। अब प्रोसेसर्सहरू चाहिँ प्रोसेसर्स मे बी कनेक्टेड, प्रोसेसर्सहरू चाहिँ कसरी कनेक्ट गर्न सकिन्छ भन्दा कनेक्टेड युजिङ बसेस, क्रसबार, स्विचेस और चिप मेस नेटवर्क। हामीले त्यो मल्टिपल प्रोसेस होमोजेनियस प्रोसेसरलाई कि त बसले कि क्रसबार स्विचेस या त चिप मेस नेटवर्क्सहरू मिक्स गरेर युज गरेर त्यसलाई कनेक्ट गर्न सक्छौँ। अब हामी डिस्कस गरौँ यसको फिचर्सहरू। अब फिचर्सहरू के हुन्छ यसमा? एउटा त मल्टिपल प्रोसेसर्स भनेपछि मल्टिपल सिपियुज, अब त्यसपछि सिंगल शेयर्ड मेमोरी, त्यसपछि सिंगल अपरेटिङ सिस्टम, त्यसपछि स्केलेबिलिटी पनि भयो, स्केलेबल हुन्छ, प्रोसेसर्स हामीले जति पनि थप्दै जान मिल्छ हैन। अनि इक्वल एक्सेस, यो इक्वल एक्सेस भनेको हरेक प्रोसेसरले जस्तै इच प्रोसेसर हैज इक्वल एक्सेस टु आईओ एन्ड मेमोरी। हरेक प्रोसेसरको के हुन्छ? इक्वल एक्सेस हुन्छ इनपुट आउटपुट डिभाइसेस र मेमोरीमा। अब यसले सिमेट्रिक मल्टिप्रोसेसिङको काम चाहिँ कसरी हुन्छ त? वर्किङ, यसको वर्किङ मेकानिजम के छ? सुरुमा के हुन्छ? टास्क इज डिभाइडेड इन्टु मल्टिपल थ्रेड्स अफ प्रोसेसेस। टास्कहरू के हुन्छ? एउटा सिंगल टास्क चाहिँ मल्टिपल थ्रेड्सहरूमा डिभाइड हुन्छ। त्यसपछि के गर्छ भन्दा ओएस शेड्युलर असाइन्स दोज थ्रेड्स टु एनी अवेलेबल प्रोसेसर अथवा एनी अवेलेबल सिपियु। त्यो मल्टिपल सिपियु मध्ये जुन सिपियु चाहिँ खाली छ ओएस शेड्युलरले गएर त्यो थ्रेड चाहिँ त्यो सिपियुलाई असाइन गरिदिन्छ। त्यसपछि अल सिपियुज शेयर memory for communication and data. Finally के हुन्छ? CPU works in parallel resulting in performance improve। यो भयो यसको वर्किङ। अब हामी सरल यसको एउटा एडभान्टेज र डिसएडभान्टेज पनि डिस्कस गरौँ। मैले यसरी लेखाउनुको कारण चाहिँ तपाईहरुले नोट पनि मैले सँगसँगै बनाउन सजिलो होस् भनेर। अब यसको एडभान्टेज भनेको त बेटर परफर्मेन्स भइहाल्यो, अर्को हाई रिलायबिलिटी, त्यसपछि रिसोर्स शेयरिङ। अब डिसएडभान्टेज भनेको मेमोरी बोटलनेक, किनकि एउटा मात्रै सिंगल शेयर मेमोरी छ जसको कारणले गर्दा मेमोरी बोटलनेक हुन सक्छ। क्याश कोहेरेन्सी इस्यु, त्यसपछि शेड्युलिङ एकदम कम्प्लिकेटेड हुन सक्छ मल्टिपल प्रोसेसेस भइसकेपछि, त्यही भएर कम्प्लिकेटेड शेड्युलिङ। अब सिमेट्रिक मल्टिप्रोसेसिङको एउटा एक्जाम्पल भनेको मोडर्न मल्टिकोर डेस्कटप पीसीजहरु भयो, डेस्कटप पीसीज। त्यसपछि अर्को सर्भर modern multi-core desktop PC, त्यसपछि server with quad octa-core CPUs। यो भनेको सिमेट्रिक मल्टिप्रोसेसिङको कुराहरू भयो। हामीले सिमेट्रिक मल्टिप्रोसेसिङको
एउटा बेसिक डेफिनेसन हेऱ्यौँ, त्यसपछि त्यसको आर्किटेक्चर, त्यसको डिजाइन आर्किटेक्चर डायग्राम हेऱ्यौँ, त्यसपछि त्यसको डिजाइन कसरी हुन्छ हेऱ्यौँ, त्यसपछि त्यसको फिचर्स पनि हामी डिस्कस गऱ्यौँ, साथसाथै वर्किङ प्रिन्सिपल कसरी काम गर्छ त्यसले, त्यसको डिसएडभान्टेज एडभान्टेज के छ र त्यसको बेसिक एक्जाम्पल के हो। अब हामी डिस्कस गर्छौँ माइक्रो कर्नलको बारेमा। MICRO माइक्रो कर्नल्स। अब हामी माइक्रो कर्नलको बारेमा डिस्कस गर्छौँ। सुरुमा माइक्रो कर्नललाई डेफिनेसन लेखौँ। माइक्रो कर्नल भनेको मिनिमलिस्ट अप्रोच टु अपरेटिङ सिस्टम डिजाइन। यो एउटा अपरेटिङ सिस्टम डिजाइनको मिनिमलिस्टिक अप्रोच हो। सिस्टम डिजाइन अनलाइक मोनोलिथिक, हामी मोनोलिथिक बारेमा नि हेर्छौँ। यो मोनोलिथिक जस्तो छैन। LITHIC मोनोलिथिक, which includes मोनोलिथिकमा के हुन्थ्यो, which includes many सर्भिसेस। यसले सबै सर्भिसेसलाई के गर्थ्यो, इन वान लार्ज कोड बेस, एउटा सिंगल कोड बेसमा नै सबै मल्टिपल सर्भिसेसहरूलाई नै यसले कर्नल मोडमा धेरै सर्भिसेसहरूलाई चाहिँ यसले थुपारेर राखेको हुन्थ्यो। तर एउटा माइक्रो कर्नलमा के हुन्छ, माइक्रो कर्नल ओन्ली इन्क्लुड्स कोर फङ्सनालिटिज। यसले कोर फङ्सनालिटिजहरू मात्रै राख्छ, निडेड टु रन अ सिस्टम। हामी त्यो फङ्सनालिटिजहरू के हो त्यो पनि डिस्कस गर्छौँ। सुरुमा डेफिनेसन हेरौँ। मिनिमलिस्टिक अप्रोच इन अपरेटिङ सिस्टम डिजाइन। अपरेटिङ सिस्टम डिजाइनको एकदम मिनिमलिस्टिक अप्रोच, जुन चाहिँ मोनोलिथिक जस्तो छैन। मोनोलिथिकमा के हुन्थ्यो, एउटै लार्ज कोड बेसमा चाहिँ मल्टिपल सर्भिसेसहरू स्टोर गरिन्थ्यो। जबकि माइक्रो कर्नलमा के हुन्छ, ओन्ली इन्क्लुड्स कोर फङ्सनालिटिज एप्लिकेसन, जुन चाहिँ कोर फङ्सनालिटिज जुन चाहिँ एकदम सिस्टम रन गर्नको लागि नेसेसरी जसरी नै चाहिन्छ जस्तै भर्चुअल मेमोरी, सेड्युलिङको कुराहरू, जुन चाहिँ एकदम बेसिक इम्पोर्टेन्ट कुराहरू छ त्यो मात्रै यसमा चाहिँ राखेको हुन्छ। अनि अर्को कुरा, मिनिमम अमाउन्ट अफ सफ्टवेयर, जुन चाहिँ हामीले माइक्रो कर्नलमा राख्छौँ, द्याट क्यान प्रोभाइड the mechanism needed to implement an OS। एउटा OS इम्प्लिमेन्ट गर्नको लागि बेसिक के चाहिन्छ त्यो कुरा चाहिँ यसमा राखेको हुन्छ। अब दिज मेकानिजम्स, यो मेकानिजम्सहरू के हो त? मेकानिजम्स इन्क्लुड, यसले के सेटिस्फाई गर्नु पऱ्यो, लो लेभल एड्रेस स्पेस म्यानेजमेन्ट, जसलाई हामीले मेमोरी म्यानेजमेन्ट पनि भन्न सक्छौँ। त्यसपछि थ्रेड म्यानेजमेन्ट, MGMT लेखेँ मैले। त्यसपछि अर्को छ प्रोसेसहरूको बिचको कम्युनिकेसन, जसलाई इन्टर प्रोसेस कम्युनिकेसन भनिन्छ। अब यसको डायग्रामबाट बुझ्न ट्राई गरौँ। जस्तै हामीसँग यो छ, यो पुरै एप्लिकेसन भयो। सुरुमा म मोनोलिथिकको आर्किटेक्चर बनाउँछु, त्यसपछि हाम्रो डिफरेन्स कस्तो के छ भनेर हेरौँ। यो अन्डरलाइङ हार्डवेयर भयो। त्यसपछि मोनोलिथिकको कर्नल मोडमा के हुन्छ, भर्चुअल फाइल सिस्टम हुन्छ, त्यसपछि आइपिसी फाइल सिस्टम हुन्छ, त्यसपछि हामीसँग सेड्युलर हुन्छ, यो लेयरमा सेड्युलर, भर्चुअल मेमोरी, अनि त्यसपछि के हुन्छ, डिभाइस ड्राइभर्स र डिस्प्याचर्स हुन्छ। यो चाहिँ सबै के भयो, यति यो मोनोलिथिकको कर्नल मोड भयो। र यो माथिपट्टिको युजर भनेको, सरी एप्लिकेसन भनेको युजर मोड भयो। तर अब हामीसँग माइक्रो कर्नलमा के हुन्छ भन्दा, माइक्रो कर्नलमा यो सबै कर्नल मोड गएर यसले बेसिक आइपिसी राखेको हुन्छ, इन्टर प्रोसेस कम्युनिकेसनको कुरा, त्यसपछि भर्चुअल मेमोरीको कुरा र सेड्युलिङको कुरा मात्रै यसको कर्नल मोडमा हुन्छ। तल हार्डवेयर भयो र माथि एप्लिकेसन, आइपिसी, त्यसपछि युनिक्स सर्भर, त्यसपछि डिभाइस ड्राइभरहरू, त्यसपछि फाइल सर्भर, यो सबै माथि युजर मोडमा हुन्छ। र यो तल कर्नल मोडमा के हुन्छ, एकदम माइक्रो एलिमेन्ट्सहरू मात्र हुन्छ, जुन चाहिँ कुनै पनि एउटा अपरेटिङ सिस्टम चलाउनको लागि एकदम इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ माइक्रो
कर्नलको आर्किटेक्चरमा। अब माइक्रो कर्नलको कोर रेस्पोन्सिबिलिटिजहरु, यसको कोर रेस्पोन्सिबिलिटिज के हो? आइपिसी, इन्टर प्रोसेस कम्युनिकेसन, अर्को छ बेसिक सेड्युलिङ। यो बेसिक सेड्युलिङ भनेको प्रोसेस सेड्युलिङहरु, हामी यो सेड्युलिङहरु पनि कसरी हुन्छ, सेड्युलिङ अल्गोरिदमहरु कसरी गर्छ, प्रोसेस सेड्युलरहरु के हुन्छ, कसरी प्रोसेस सेड्युल गर्छ भन्ने कुरा पनि हेर्छौं। अर्को छ लो लेभल एड्रेस म्यानेजमेन्ट, त्यसपछि बेसिक थ्रेड म्यानेजमेन्ट र मेन भनेको एउटा हार्डवेयर एब्स्ट्र्याक्सन। हार्डवेयर एब्स्ट्र्याक्सन त कर्नलको काम नै भयो, त्यही भएर माइक्रो कर्नल होस् या मोनोलिथिक कर्नल होस्, जुन कर्नलको पनि एउटा इम्पोर्टेन्ट रेस्पोन्सिबिलिटी भनेको हार्डवेयर एब्स्ट्र्याक्सन हो। अब यसको एडभान्टेज र डिसएडभान्टेजको बारेमा डिस्कस गरौँ। सुरुमा एडभान्टेजमा यो के छ? यो एकदम मोडुलर हुन्छ, मोडुल्यारिटी, किनकि यसमा इन्डिभिजुअल कम्पोनेन्ट एड र रिमुभ गर्न एकदम सजिलो छ। मैले एड र रिमुभ मात्र लेखेँ। अर्को छ स्टेबिलिटी, अनि अर्को छ सेक्युरिटी। सबै कुरा एकै ठाउँमा नराखेको भएर के हुन्छ भन्दा यो एकै ठाउँमा छैन नि त, सबै सर्भिसहरु एकै ठाउँमा छैन, चाहिने मात्रै सर्भिसको कारणले गर्दाखेरि हामीले त्यसले गर्दा सेग्रिगेसन हुन्छ, जसको कारणले गर्दा अलिक बढी सेक्युर हुन्छ, इजियर टु पोर्ट, किनकि कर्नल सानो छ त्यही भएर पोर्ट गर्न सजिलो हुन्छ। अर्को डिसएडभान्टेज परफर्मेन्स ओभरहेड हुन्छ, किनभने कन्टेक्स्ट स्विचिङ बढी हुन्छ यसमा। अर्को छ इन्टर प्रोसेस कम्युनिकेसन एकदम कम्प्लेक्स हुन्छ। अर्को छ ड्राइभर म्यानेज गर्न एकदम गाह्रो हुन्छ, किनकि यो कर्नल स्पेसमा धेरै हुँदैन। अब यसको एक्जाम्पल्स पनि हामीले यदि एक्जाममा मोनोलिथिकको बारेमा अथवा माइक्रो कर्नलको बारेमा सोध्यो भने हामीले एक्जामबाट एक्सप्लेन गर्न सक्यौँ भने त्यो अलिकति प्लस पोइन्ट हुन्छ। अब यसको एक्जाम्पल भनेको मिनिक्स 3, क्युएनएक्स, अनि एल्फा फ्यामिलीहरु पनि भयो, अनि अर्को भनेको गुगलको फोसिया। यो चाहिँ हाम्रो एमसीक्यूको लागि पनि इम्पोर्टेन्ट छ। यो भयो माइक्रो कर्नल। हामीले आजको भिडियोमा के डिस्कस गर्यौं? एउटा त सिमेट्रिक मल्टिप्रोसेसिङ अनि माइक्रो कर्नल। यसरी हामीले 10.1 अपरेटिङ सिस्टमको सब टपिक 10.1 को प्रोसेस एन्ड थ्रेड अघिल्लो भिडियोमा, यसमा सिमेट्रिक मल्टिप्रोसेसिङ र माइक्रो कर्नलको बारेमा डिस्कस गरेर सक्यौं। हस्, थ्यांक यू।